जीवन जिउनु पर्छ। आज बिमा पोलिसी नहुँदा हेर्नुहोस् मान्छेको जीवनमा दुःख भन्ने कुरा, आपद भन्ने कुरा, विपद भन्ने कुरा बाजा बजाएर आउँदैन, जानकारी दिएर आउँदैन, पूर्व सूचना दिएर आउँदैन। तर सतर्कता भनेको हामीले पूर्व गर्न सक्छौँ। त्यसो भएको हुनाले हामीले गाउँ समाज विभिन्न ठाउँमा के गर्न सक्छौँ भन्दा यो बिमाको बारेमा जनचेतना फैलाएर बिमा नहुँदा हाम्रो जिन्दगीमा कस्तो खालको प्रभाव पर्छ, परिवारको जीवनमा कस्तो खालको प्रभाव पर्छ, हाम्रो छोराछोरीको पढाइमा कस्तो प्रभाव पर्छ, उच्च शिक्षामा कस्तो प्रभाव पर्छ, बुढेसकालमा हामीले कस्तो खालको जीवन गुज्रिनुपर्छ, विभिन्न किसिमका घातक रोगहरू लाग्यो भने बिमा छ भने त्यसले कसरी सुरक्षा गर्छ, यी सबै कुराहरू तपाईले गाउँ बस्तीमा बुझाएर आम नागरिकहरूको जीवन बिमा गर्दा उनीहरूले दिएको प्रिमियम नै तपाईको टार्गेट हो। त्यस कारणले गर्दा मलाई लाग्छ 1 महिना तपाईहरुले यो चिसो बेला कम्फोर्ट जोनबाट बाहिर निस्केर सुत्न मन लाग्छ, 7 बजे 8 बजेसम्म तपाईलाई सुत्न मन लाग्ला, दिमागमा सपना तपाईले के पुग्नु पर्यो भने म सिङ्गापुर जाने हो, म मलेसिया जाने हो, म दुबई जाने हो, वर्करको रूपमा होइन टुरिस्टको रूपमा एउटा अचिभर भएर जाने हो र मैले एउटा सपना देख्नुपर्छ, म गरेर देखाउनु पर्छ, म त्यहाँ जाने मात्रै होइन। यदि प्रिमियम म चाहिँ कन्ट्रिब्युसन गर्नु भनेको झन्डै 43% इन्सेन्टिभ तपाईले खाने हो। 43% भनेको तपाईको हान्नुस् त 25 लाखको 43% यो तपाईले कमाउने पनि हो। त्यसो भए हुनाले तपाईको नाम, दाम र सम्मान तीनटा कुरा हिमालयन लाइफले तपाईलाई दिन तयार छ। यो कुरामा तपाई हामी लाग्यौं भने मलाई लाग्छ साथीहरु यो महिना हामीले अत्यन्त उत्कृष्ट बनाउन सक्छौं र बनाउनु पनि पर्नेछ। र एजेन्सी म्यानेजर नियुक्तिको कुरा मैले यहाँ जोडेँ। तपाईहरुलाई थाहा छ एजेन्सी म्यानेजर नियुक्ति पनि 1,50,000 मा मंसिर 1 गतेदेखि नै कार्यान्वयन हुने गरी सम्पूर्ण अभिकर्ताहरूलाई लागू हुन्छ भने 2 लाख प्रिमियम दिनुभयो भने मंसिरमा होइन गत साउन महिनादेखि 12 महिनाको तलब सुविधा खाने गरी पुरानो अभिकर्ता एजेन्सी म्यानेजर जो सुतेर बस्नु भएको छ, बीचमा काम गर्न सक्नु भएन र अब म फेरि नयाँ जोस जाँगरले काम गर्छु भन्ने उद्देश्य लक्ष्य राख्नु भएको छ, त्यो साथीहरुका लागि 2 लाख प्रिमियम हाल्नुभयो भने 12 महिनाको तपाईको टिमको बिजनेसको इन्सेन्टिभ कमिसन स्यालेरी खाने गरी तपाईहरु एजेन्सी म्यानेजर बन्न सक्नुहुन्छ। यति कुरा मैले राखेँ। र एजेन्सी म्यानेजर कसरी बन्ने त तपाईहरुले यहाँ स्क्रिन देखिरहनु भएको छ। कुनै साथीले मलाई चाहिँ भनिदिनुस् त तपाईहरुले स्क्रिन देखिरहनु भएको छ? ल यो टिम लिडर हेर्नुस् त तपाईहरु यो टिम लिडरमा माथि सबैभन्दा टपमा तपाई हुनुहुन्छ। आफूले आफूलाई कल्पना गर्नुस्। त्यसपछि तल तपाईको चाहिँ नि सब टिम लिडर हुन्छ, यता एजेन्ट हुन्छ। ल हेर्नुस् यो माथिको ए हो, यतापट्टिको बी बेस्ट फ्रेन्ड र यो सी एजेन्ट लेखेको क्लोज फ्रेन्ड। यो तीनटा छ। यसले फेरि हेर्नु त सब टिमले पनि यता एजेन्ट बनाएको छ। अर्थात् तपाई र तपाईको तलका दुईटा एजेन्सी मध्ये एउटा एजेन्सीले फेरि टिम डेभलप गरेको छ। यो सबै टिमको तपाईले के गर्नुहुन्छ लिडर भएर यिनीहरुले गरेको बिजनेसको पनि तपाई चाहिँ एजेन्सी म्यानेजर भएर इन्सेन्टिभ स्यालेरी खानुहुन्छ। यहाँ ए बी र सी यसरी मैले क्याटेगोरिकली देखाइदिएको छु। तपाईहरुले यसलाई चाहिँ मजाले स्क्रिनशट पनि